के छ सबैजनालाई गुड मर्निङ है। म चाहिँ भर्खर उठेको। अहिले चाहिँ बिहानको 6:30 भइसकेको छ। भाउजूको मम्मी आँदै हुनुहुन्छ अरे, जेठी भाउजूको। अनि त्यहाँ बरेङसम्म चाहिँ मैले चाबी पुऱ्याइदिने अरे। त्यहाँ थियो उता चाहिँ के भन्नुपर्छ यार हामीले भाउजूको मम्मीलाई, मम्मीलाई चाबी दिने अरे। मम्मीले चाहिँ उता काठमाडौँ लिएर जाने अरे। अनि त्यही भएर म चाहिँ आज बिहान बरेङ जानु परेछ। त्यही हो। ल अहिले बाटोतिर भेट्दै गरौँ ल। बाई बाई। म फ्रेस हुन्छु, नास्ता सास्ता खान्छु, त्यसपछि भेटौँ ल। बाई बाई। अहिले चाहिँ हामी यता बरेङ डाँडा भन्ने ठाउँमा आइसकेको छ अवस्था होइन। त्यही हो। अब त के भन्ने, यहाँ कुद्न लाग्यो नि 1 घन्टा भइसक्यो। झ्याउलाइसकेको छ मलाई। चाहिँ हामी बरेङ डाँडा भन्ने ठाउँमा होइन। म चाहिँ मेरो साधना आएको। अनि म चाहिँ सानो कामलाई यत्रै कामले झ्याउलाइसक्यो। यहाँ कुर्दा 1 घन्टा भइसक्यो। 1 घन्टा अन्त बेसी भइसक्यो। अनि दिदीले चाहिँ चाबी छोडेर रहेछ। अनि त्यसपछि यहाँ के होइन, मैले चाहिँ बाटो क्लिप गराउन पाएन। त्यसको लागि चाहिँ आइएम सरी होइन। म एक्लै थिएँ नि त, त्यही भएर त्यस्तो भयो भनौँ न। अनि अहिले चाहिँ म चाहिँ यता साथीको घर आएको थिएँ। त्यही भएर अब घर जानु लाग्यो। साथी चाहिँ ढुङ्गा ओसारेको छ अब चाहिँ होइन। खेप हानिदिइराख्यो लगभग बिहानदेखि हानेर 15 जति होइन। अनि म चाहिँ बिहान चाहिँ त्यही हल्का मल खाना थिएँ 20 बोरा जति। अनि फेरि खन्ने कुरा गरिरहेछन् होइन। उता भेरो लग्ने अरे के, भेरी खोएर यता हजुर मेरा त हालेको छ। अहिले उठान आउनु त्यही हो। यो चाहिँ कति भयो यो घर बनाएको, खै लगभग भयो होला 4-5 महिना होइन, भयो बेसी नै भयो। हाम्रो चाहिँ यो सुँगुर पाल्ने उस है, के भन्छ यसलाई, खोर भन्छ के भन्छ, कुकुरलाई यता बाँध्छु। अघि बिहान उठाएको चाहिँ त्यति नै हो। अनि रोन लाग्यो फेरि। अनि भर खनिदिनु पऱ्यो हल्का फुल्का होइन। त्यसपछि चाहिँ गोला खेल्ने टाइम पनि हुन्छ, मतलब भलिबल खेल्नु जाने टाइम पनि हुन्छ। 1 घन्टा नि छैन होला, आधी घन्टा जति खनिदिन्छु भक। त्यसपछि सक्दिनँ ल। अहिले भेट्दै गरौँ अहिले बाहिर। अहिले चाहिँ हामी ग्राउन्डतिर होइन, तर आज चाहिँ केटाहरू कोही पनि नगरेको अवस्था छ होइन। त्यही भएर म चाहिँ यस्तो टाइम पास गर्नको लागि यता पुलतिर आएको छु। अनि यसो एकछिन यताउति हेरिदिने होइन, त्यसपछि घरतिर चलिदिने। मेरो चाहिँ यो ओठमा खै के भएछ कि, यो चाहिँ होइन फेरि यो के हो त, चाउचाउको लागेको रहेछ। त्यही यो चाहिँ अस्ति पानी सरा जस्तो घाउ आइरहेको थियो। अनि हुन चाहिँ भयो फेरि। हामी पहिला खेल्ने ग्राउन्ड चाहिँ अहिले चाहिँ यहाँ भाइहरू खेलिरहेको रहेछन् मस्त ल। ओहो को फेरि हामी गर्ने। अनि हामी चाहिँ अहिले यता सत्तरगञ्ज भन्ने ठाउँतिर होइन, गाउँतिर। उहाँ तल स्कुलदेखि यता भाइहरू खेलिरहेछन्, त्यहाँ छिर्यो एकछिन हेऱ्यो। त्यसपछि अब हाम्रो टर्न छ, तर केटाहरू छन् कि छैनन् भन्ने कुरो हुन्छ। अरू थाकियो लाग्छ।
त्यही हो लभली है केटाहरू चाहिँ खेल्नु त खेल्दै रहेछ त्यही हो म चाहिँ आइसकेको छु यहाँ सत्तरङ्गी भन्ने ठाउँमा होइन अब एकछिन खेलिन्छ मस्तले त्यसपछि चाहिँ घरतिर गइन्छ त्यही हो चाहिँ हामीभन्दा नि भान्जो चाहिँ खेलिसकेको रहेछन् पहिल्यै होइन म चाहिँ अलिक ढिलो भएको थियो आनलाई 6 बजे उगलेको थिएँ म त्यही भएर अनि त्यसपछि चाहिँ म चाहिँ खेलेन गेम खेल्न पाएन भन्दा नि खेल्न पाएन अनि अलिक ढिलो भयो अनि 1-2 बल सो उफारे आएँ भोलिदेखि चाहिँ म यतै उगल्छु त्यही हो अनि त्यही हो आजको भिडियो चाहिँ यति नै होइन लास्टसम्म हेरेको धेरै धेरै धन्यवाद नहेरेको पनि धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर गरिदिनु होला त्यति नै आजलाई यति नै बाई बाई